आज हामी कक्षा 8 को विद्यार्थीहरू लिएर शैक्षिक भ्रमणमा जाँदैछौँ। अहिले बिहानको 6:30 भइसक्यो। 5 बजे जाने भनेको विद्यार्थीहरूलाई सङ्कलन गर्दा गर्दै 6:30 भयो। अनि अहिले हामी ठ्याक्कै स्कुलदेखि हाजिरी गरेर हामी अहिले हाम्रो गन्तव्यतर्फ लागेका छौँ। हामी लगभग 32-33 जनाको सङ्ख्यामा हामी जाँदैछौँ। ल अहिले हामी बेलडारको पुलिस थाना इलाका प्रहरी कार्यालय कटेर हामी नगरतर्फ जाँदैछौँ। के भयो तिम्रो यहाँ फाइलले भाइ फाइल हिँड्दैछौँ। हाम्रो केटाहरू ग्याङ अलिकति पछाडि छ, त्यसो फाइल गर्दैछ। गर्ल्सहरूको टिम छ, उनीहरू एकदम जोसमा हिँडिरहेछ। भेट्नु गाह्रो भइरहेछ मलाई। अगाडि परैसम्म छ हामीसँग। हामी 32 जनाको टोली छौँ। हामी यतातिर भएर जाँदैछौँ। माडी बस भन्दा यता बाटो देख्ने भाइ भएकोले हामी यताबाट जाँदैछौँ। उताबाट अलिकति घुमाउनुपर्छ भन्ने भएर हामी यताबाट आएको छौँ। हाम्रो जेन अल्फाहरू एकदमै जोसमा छन्। हाम्रो टेक्सर चाहिँ पछाडि हुनुहुन्छ। म पर्खिँदै हिँडिरहेको छु, उहाँलाई अहिलेसम्म देख्न सकेको छैन। यस समय हामी माडी बसको खोला आइपुग्यौँ। विद्यार्थीहरू खोला कटिसक्यो, म पछाडि छु। चुइगम किन्ने भएर अलिकति ढिलो भयो। हाम्रो टेक्सरहरू साथीहरू विद्यार्थीहरू त पुगिसकेका छन्। माडी बसको खोला कटेर हामी जाँदैछौँ। विद्यार्थी भाइ बहिनीहरू अलि अगाडि पुगिसकेका छन्। म चाहिँ चुइगम किन्न थालेँ। चुइगम खाने भने सबैले, र म अलिक पछाडि भएको छु। भेट्नै लागेको छु। त्यहाँ छ हामी 32 जनाको टिम छौँ। अहिले उकालो सुरु भएको छैन, अलिक स्याहार भइसक्यो। हामी गाउँबाटदेखि मासतिर लाग्यौँ। सर्टकट बाटो, अलिकति उकालो छ यो बाटो भन्ने सुनेको छु। त्यही पनि केही छैन। विद्यार्थीहरू एकदम जोसिएका छन्। जेनजी भन्दा कडा हौँ हामी, जेन अल्फाहरू हौँ भन्दैछ। यहाँ हामी मिलिनियरहरूको चाहिँ हालत खराब भएको छ को अनुभव हुँदैछ। बाटो बिर्सेर हामी खोलाको बगर हिँड्दैछौँ। हालत खराब भएको छ। नयाँ बाटो, कोही गएको छैन। अब हेर्नु त्यहाँ अगाडि 2टा फुच्चेहरू बाटो देखाउँदै हिँड्दैछ। यहाँनिर भाइ बहिनीहरू एकदमै एक्साइटेड छन्। ल रमाइलो छ यात्रा हाम्रो। बिहान 7 बजेदेखि हिँडेको, अहिले 9 बजिसक्यो। हामी खोलाकै बगरमा छौँ अझै। हाम्रो 32 जनाको टोली। अनि अब भाँचिन्छ यो फेरि। रोग भाँचिँदा त केही हुँदैन, खुट्टा भाँचिन्छ फेरि कसले बोक्छ। बाटो डेन्जर छ। यस्तो बाटो हिँडाइ चाहिँ
हजुर ओइ बाटो कहाँ छ हाम्रो आजको यात्रा निम्लुले बाटो देखाउने भएर हामीलाई खोला घुमायो 1.5 घन्टा जति हामी खाजा खान लागेको छौँ ल तिमीहरूको यो चिउरा भुजा लिएर यता झर त ल अहिले हामीले नयाँ बाटो पत्ता लगाएको छौँ भनेको 5 मिनट जति एक्लै बोलिरहेको रहेछु फोटोमा अहिले हामी चौधन्डीको टुप्पोमा पुग्नु पर्ने तर यहाँ विद्यार्थीहरूको मैले चिनेको छु बाटो भनेर पछ्याउने हुँदा खोलाको बर हिँडेको है ओइ तिमीहरू मूलहरू अगाडि नहिँड त पछाडि विद्यालयको पहिलो भ्रमण बनि गयो जीवनभरि स्मरण शैक्षिक पदयात्रा मेरो ग्रुप यो मेरो ग्याङ हो म चाहिँ यो ग्याङको लिडर लिडरले अरूको कुरा अलिक सुन्दाखेरि बाटो अलमल भएर तलै घुम्यौँ यतिखेर हामी टुप्पोमा पुग्नुपर्ने बाटो हाम्रो यात्रा जारी छ मेरो ग्याङहरू हुन् पछाडिको कुबिन्डोको तेल निक्लेको देखेछ कुबिन्डोको तेल निक्लेको देखेछ छैन मलाई हेर भक्तिको बाटो समाइरने सबैलाई सिकाउने एलेक्स भाबी अरू त मलाई केहीको माया छैन मेरो नयाँ जुत्ता किनाइदिए हटाउ ज्ञानको दियो बालिदिनु चर्चको वेदीमा उठेर परप्रति प्रेम सुनाइदिनु हातमा किताब सबैभन्दा तगडा केटो चाहिँ त्यहाँनिर लट्ठी टेकेर उभिरहेको छ अरू पनि छ सच्चा शब्द हाम्रो टोली धमाधम आइपुग्दैछ अहिले हामी सबैका कस्तो रमाइलो हुँदैछ यात्रा अब धेरै लाग्दैन आधी घन्टा अनि त्यसरी त पुगिहाल्यो कति आधी घन्टा कति पुग्यो नि उताबाट गएको अलिकति सुरुमा उकालो त्यसरी तेर्सो हुन्थ्यो उता तेर्सो उकालो गरेर सङ्घर्षशील यात्राहरू त्यतिखेर भजन कहाँ पुग्छ बोकेन कुरा बोकेन कसको यो कहिले शिक्षक कहिले पास्टर कहिले साथी जस्तै नेतृत्व दिनु अकमको अङ्क भन्दा माथि जीवनको हिसाब सिकाइदिनु थाकेको मनलाई उठाइदिनु भुलिएको आत्मा समाइदिनु गोठको वचनले सजाइदिनु
उँभो देखाइदिनु हामीलाई प्रेम सिकाउने प्रार्थना गर्दै उचालिने यस्तै मनको सच्चा सन्तान आशिष झर्दै जाओस् तपाईँ माथि हर्दिनु एलेक्स भाबिन सर आशिषले भर हाम्रै बाटो देखाउने उज्यालो तारा चर्चको प्रेमयन विद्यालयको कर्म युवा मुटुको हौसला त्यसमै तपाईँ सहारा एलेक्स भाबिन सर ईश्वरको मोटी फर्स्ट के हेर्न त्यो बक्दो है राम्रो लाग्यो यो सपना बोकेर सेवा गरेकालाई स्वर्गले हेर्छ किन अगाडि बस्नु आशिष बर्साउँछ हृदु बच्चा मेलोडी चल्छ छिटो आऊ छिटो जीवनभर प्रभु सँगै हुन्छ एलेक्स भाबिन सर दियो जस्तै चम्किरहनुहोस् युवाको आवाजमा नाक ठोकिने उकालो छ बग्नुभयो यहाँनिर शिक्षक पनि यता पास्टर पनि नेतृत्वको आशीर्वाद हामी सबैको हृदयमा जति तपाईँ तलमाथि गऱ्यो भने चाहिँ मेरो 90 किलो ज्यान पनि 60 किलो हुन्छ होला सर्वदा खुट्टा गुड्क्यो नि सिधै तल बिहान 7 बजेदेखि अहिले 1 बजीसम्मको हिँडाइमा हामीले ठुलो उकालो सगरमाथा जतिकै उकालो चढिसकेका छौँ। यहाँनिर हाम्रो टोली एकदमै यिनीहरूलाई थकान महसुसै छैन। यिनीहरू पब्जीमा व्यस्त छ, फ्री फायरमा। हामी यहाँनिर बल्ल बल्ल आइपुगेका छौँ। आज चाहिँ मिसिनमा राखेर पेले जतिकै भएको छ जिउ। र गाई जब हाम्रो गन्तव्य आइपुग्न आँट्यो, हाम्रो यो चौदण्डीगढी दरबार क्षेत्रमा अब हामी पर्छौँ। 3-4जना विद्यार्थीहरू चाहिँ अलिक तलै छन्। उनीहरूलाई अलिक गाह्रो भएकोले पानी लिएर पठाएको छौँ। उनीहरू आइपुग्छ अब केही समयमा, त्यसपछि हामी जानेछौँ। यहाँ दोकान पनि छ कि त्यत्तिकै? यहाँ दोकान चाहिँ राख्न खोजेको रहेछ, पहिले थियो। ल हामी अब सबैजना भेला भएर अहिले हामी दरबारतर्फको यात्रामा छौँ। अनि केही विद्यार्थीहरू अगाडि गइसकेका छन्। अनि हामीले चाहिँ अरूलाई सबैलाई जम्मा गरेर यहाँदेखि हामी जाँदैछौँ। अरू चाहिँ दरबार क्षेत्रमा पुगेर पिङ खेल्दै गरेको हामीले देखिरहेका छौँ यहाँदेखि। ल यस्तै छ आजको सङ्घर्षशील यात्रा। हाम्रो टेक सरको पनि आज धेरै दिनपछि एकदमै कडा हिँडाइ परेको छ। के भन्नु भयो उकालो बाटोले अलिकति मिस गर्न गर्दाखेरि हिँडाइ लामो भयो। 7 घन्टा हिँड्यो। चौदण्डी आइपुग्ने केही छैन। जीवनको एउटा रमाइलो यात्रा हो, त्यस्तै हुन्छ। कष्टकर भयो भने रमाइलो भइरहेछ। अमला खाँदै पहाडको चौदण्डीको अमला मिठो हुँदो रहेछ। एकदम मेरो त त्यो मुखमा खाएको नि छ, पुरै पानी आएको मुखभरि नि सल्लाह पानी खाए जतिकै यो अमलाले त। अमला खाए कस्तो फ्रेस भयो क्या, हो धेरै राम्रो भयो। अनि खाएको कुरा पनि मिठो लाग्यो। यसले स्वाद फर्काउँदो रहेछ। स्वाद फर्काउँदो रहेछ, साह्रै राम्रो। यसो अब बाटो चाहिँ सजिलो आयो। अब जाँदा चाहिँ अलिक अब थाहा भयो त्यो बाटो हिँड्नु हुँदैन भन्ने कुरो। अब यही बाटो फर्किँदा चाहिँ अब भ्यू टावर हुँदै नै झार्नुपर्छ होला। हामी
पहिलोचोटिको यात्रा नयाँ बाटो नयाँ मान्छेहरूलाई सोध्दै सोध्दै आउँदाखेरि 2 दिन खालको एकजनाले फेरि उतै फर्किने खालको बाटो देखाइदिएको उतातिर र यतातिर घुम्दै ठिक भयो। खोला तर जानु भनेर चाहिँ ती मान्छेले भनिदिनाले पनि हामीलाई मिस्टेक भयो क्या। नभए हाम्रो बाटो एक किसिमले त्यही बाटो आउँथ्यो नि त, हाम्रो छोड्दैन त्यो बाटो, छोड्दैन त खोलातिर निस्क्यो यत्रो खोला तर्नुपर्छ भनेर लगाइदिएको कारणले त्यस्तो भयो नि। यत्रो ढुङ्गा नाप्दै ठिक भयो। फेरि त्यो हामीलाई जुन बाटो जानुहोस् भनेर उनीहरूले भन्यो त्यो बाटो चाहिँ तपाईँको भित्तैभन्दा माथिको बाटो रहेछ क्या। कहाँ हामीलाई फर्काइदिएछ नि उल्टो। त्यही भएर त हामी बाटो चाहिँ पछाडि नै छोडियो भन्दै खोजिरहेको थियौँ। त्यो घाँस बोकेर आउने एकजना महिलाले भन्यो नि त्यो बाटोमा, त्यो बाटो उसले सही बाटो भनेको थिएन। भनेको रहेछ हामी आखिर बाटो त थियो नि, हामी बाटोमा थियौँ, हामी बाटो छोडेर हिँड्नाले त्यो दुःख पाइयो। बाटोमा थियौँ फेरि यिनीहरू अगाडि हिँडेकोहरू खोला छिरिहालेछन् नि त, त्यसले पनि अलिकति कुरा बिग्रियो। हो त्यो विद्यार्थीले गर्दाखेरि पनि त्यस्तो भयो। यिनीहरू अगाडि जाने भएर हिँडे आखिरमा देखेको पनि रहन्छ नि। फेरि अगाडि अलिकति त्यहाँ बाटो हेरेर भन्नेको हेर्ला पनि त फेरि उहाँनिर यता छ भन्छ, यताबाट डाँडा निक्लिँदा भइहाल्छ भन्छ हो त। फेरि त्यहाँ खोलाबाट निस्किसकेपछि माथि आएर तपाईँ त्यो महिलालाई सोधेर आउनु हो। म त लोक मान्छेलाई मजाले त्यो केटालाई त्यो भाइले मजाले सोधेँ नि त। सोद्धाखेरि तपाईँ फेरि दुःख पाउनुहुन्छ, यो बाटो नजानु भनेको उसले नजानु भनेको बाटो आइयो क्या। हामी दुःखै पाइयो, दुःखै पाउन जुरेको रहेछ। आज बिहानदेखि नै 5 बजे भेला हुने भनेको टिटीको भेला हुने भनेको 7 बजे भेला भएर हिँडेको हामी, त्यही भएर नि यस्तो दुःख पाएको। यस्तै ल आजको हाम्रो 7 घन्टा पछिको यात्रामा हाम्रो गन्तव्य आइपुगेका छौँ। ल है साथी, यहाँनिर काली मन्दिर आइपुग्यौँ, राजाले पूजा गर्ने ठाउँ यहाँ आइसक्यौँ। अब हामी यहाँदेखि हाम्रो यात्रा जारी छ। बिस्तारै बिस्तारै घोप्टेर लड्ला। आज धेरै घुमाए, बाटो देखाउनेले पनि घुमाए, हामी हिँड्ने पनि घुम्यौँ। ठिक छ, नयाँ अनुभव। तर विद्यार्थीहरू चाहिँ खुसी छन्, यो कुरामा हामी पनि खुसी छौँ। हिँड्नै पऱ्यो भने दुःख भयो भने विद्यार्थीहरू सबैजना एकदमै एक्साइटेड छन्, खुसी छन्, हामी खुसी छौँ। ल अहिले दरबार क्षेत्रमा ओए धेरै धेरै नटाल धेरै अलि तल झर्ला र फेरि बिस्तारै खेल है केटाकेटी, फेरि तल झर पनि टिप्न जानेको। यहाँ ठ्याक्कै पहिरो गएछ। ल हामी उदयपुरको टुप्पीमा आएको छौँ अहिले है। पालो गर्नु पालो गर पालो गर पालो। ल अब हामी खाना खान जान्छौँ। खाना खान आएर ओइ तिनीहरूलाई बोला त, पहिले हामी खाना खान जाने त्यसपछि आएर घुम्ने। खाना खान ठाउँ अलिक तल हजुर। अन्त प्रतीक्षा कतिखेर आइपुग्यो यहाँनिर? म त बाटोमै छोडियो अन्त पर्खिन्छ अब त्यो बाटो नजाने, त्यो बाटो नजाने। रिचार्ज यहाँ नेट चल्छ? कति हालिदिनु? टिगडी नगर कालिका हाम्रो दरबार स्क्वायर छेउको हाम्रो लाफा होटल, एकदमै अर्ग्यानिक होटलमा हाम्रो विद्यार्थीहरू खाना खाइरहेका छन् है। खाना कस्तो छ?
खाना मिठो छ मिठो छ अनि खोइ त खाएको त लु खाएर खाना कस्तो छ यहाँ माथि राखेर खाऊ खाना मिठो छ सबैले मिठो छ भन ल ठिक जबरजस्ती भन्नु जस्तो भयो खोइ यिनीहरूले खोइ कुर्सी त खाली छ त खोइ कता गयो अघि छ कि यिनीहरू मालिकहरू छैन थप्नु साथीहरूलाई ल भित्र मात्रै नहटेर यहाँ बाहिर पनि छन् ल यहाँ पनि रमाइलो रहेछ ल खाना कस्तो छ लु खाऊ खाऊ लु खाऊ एक कप खाएर भनिहाल मिठो छ मिठो छ ल खाना मिठो छ खाना मिठो छ एकदम अर्ग्यानिक खाना ठिक छ नि होइन अभिषेक लाफा होटल एन्ड रिसोर्ट 54 तपाईँहरूलाई आवश्यक परेमा उहाँहरूले फोनको भरमा अर्डर लिनुहुन्छ अनि टक्क तपाईँ आउँदाखेरि खाना भइहाल्छ भात खाएर अब खाँदैछन् अहिले नाच्नु जाऊ नाच्नु जाने माथि अब जाने हामी टोली उक्लिहाल्दैछ नि हामी यहाँनिर लाफा होटलमा खाना खाएर ट्याक्क हामी निस्किँदै थियौँ यो चौदण्डीगढीको यहाँ होटल एकदमै उचित मूल्यमा खुवाउनुहुन्छ खाना मलाई चाहिँ उचितै लाग्यो बोली जाली पनि मिठो चट्ट खाना पनि राम्रो यतिको खाना यहाँ राम्रो छ आउँदाखेरि यहाँ खाना बनाइरहनुभन्दा अगाडि अर्डर गरेर खायो भने अति राम्रो घुम्न पनि पाइने खाना पनि राम्रो सबै कुराहरू एकदम हाइजेनिक खाना पाइने साग मिठो राम्रो छ साग एकदम साग मिठो साग धेरै खाइयो पनि त्यही सागको लोभमा धेरै भात खाइयो बोली जाली पनि मिठो एकदम होटलवाला तिमीहरू त अनि आउनुपर्छ नि किन नआउनु कालो ओह्रालो मोटर सरर बबिताले भिडियो खिचेको चल्छ फरर भिडियो बनाएको टिकटक ए भाइ भिडियो हामी अलि फास्ट आयो के अरे हो अलि छिटो इन्नु नगाडी हामी चौदण्डीको गेटदेखि भित्र पस्दैछौँ ओइ तिमीहरू कता हिँडेको यिनीहरू त बाहिर निस्केछ चौदण्डीगढी दरबार गेट राम्रो बनाएको रहेछ है गेट राम्रो बनाएर तलको चाहिँ अलिकति भएन माथिको चाहिँ ठिक छ तल चाहिँ अलिकति त्यो अब यहाँ अलिक समस्या पनि होला होइन पार्कको ठाउँमा ग्रिलहरू अलिकति मिलेको छैन पुरानो नि भएछ यहाँ गणेशको मूर्ति हो यो ए हजुर ढुङ्गामै खोपेर बनाएको त्यति बेलाको पुरानो सबभन्दा ऐतिहासिक मूर्ति हो शिला यो त्यतिकै थियो अहिले मन्दिर यतिकै बनाएर राखेको कस्तो खालको बाँदर हेरेर पिङतिरै मात्रै मतलब
कस्तो इँटा जस्तो चट मिलाएको छ क्या मिलेको ढुङ्गाहरू हुन्छ भन्नु त के भन्दै हुनुहुन्थ्यो यो दरबार नि अन्डरग्राउन्ड छ भन्ने मलाई लाग्छ कि यो त्यो वरिपरि भित्र काहीँ न काहीँबाट पस्ने ठाउँ छ यसको है अनि ठाउँ ठाउँमा चाहिँ अब भित्र त्यो ऊ राखिएको छ कि पालहरू त्यो अक्सिजन जानको लागि होला सायद त्यो अन्डरग्राउन्डै छ कि भन्ने मलाई चाहिँ यसो अन्दाज लाग्यो क्या त्यति बेला पहिले पनि अगाडि पनि आएर हेरेको थिएँ अनि त्यहाँ बाँस छिराएर पनि हेऱ्यो बाँस निकै वरासम्म छिर्छ है त्यो पालबाट बाँसहरू त्यहाँ छिराउँदाखेरि हामीले छिराएर पनि हेरेका छौँ यहाँ लामो लामो घुचाएर है छिर्छ त्यो तपाईँलाई म अहिले देखाइदिन्छु त्यो पनि यहाँ छ यो चाहिँ हाम्रो दरबारको कुनै ढुङ्गो यो चाहिँ यसलाई ऊ भन्दो रहेछ के अरे के भन्छ त्यो त्यति बेला सेनाहरू चाहिँ एउटा सुरक्षाको लागि बस्छ नि के भन्छ त्यसलाई गौडाको रूपमा यसलाई राख्दो रहेछ यसलाई चाहिँ सेनाहरू बसेर यो सुरक्षाको लागि यो खोपेका ढुङ्गाहरू छ यो चाहिँ ओखली हो कि टोयलेट हो यो होइन यो यहाँको त्यति बेलाको तपाईँको यो ऊ के अरे आधुनिक ऊ हो क्या मिलको कामहरू गर्ने के कुट्ने पिसानी यताउति त्यस्तो हुन्छ नि त्यसैको लागि हो बनाएका हुन् चिजहरू कुटानी पिसानीको हो यो है त्यतिखेरको मान्छे अनि अब यो केही छैन माथि अब ऊ छैन नि त यसको छ त हेर्नुहोस् त अब दरबार भनिएको छ वरिपरि ढुङ्गाहरू छन् तर यो तलबाट हेर्न सकिन्छ यसलाई तपाईँको यहाँ हेर्नु त यहाँ छ त्यो भेन्टिलेसनहरू यस्तो छ वरिपरि छ यस्तो यो काहीँ न काहीँ यसको तपाईँको त्यस्तो ऊ छ भनेको त्यो ढुङ्गाले त्यो गरेको त्यस्तो पालहरू निकै छ यहाँ वरिपरि ठाउँ ठाउँमा राखिएको छ अनि काहीँबाट यो यसको अन्डरग्राउन्ड यसको क्षेत्र यसरी लिएको भए पनि भित्र बस्ने ठाउँ चाहिँ सीमित होला किनभने एकदम सुरक्षाको हिसाबले यिनीहरूले त्यो किसिमले बनाएको हो कि भन्ने राजा रानी रोक्ने ठाउँ होइन बस्ने ठाउँ त्यस्तो बनाएको होला जस्तो लाग्छ यसलाई उत्खनन गरेर हेर्ने हो भने केही न केही यसभित्र पक्कै छ किनभने नत्र भने यो बाहिरबाट देखिनु पर्ने हो नि त दरबारको माथि खोइ त अब यसको केही अवशेषहरू भत्कियो भन्यो भने त यस्तो ढुङ्गाका अवशेषहरू त रहनु पर्ने हो नि त तत्काल चाहिँ यहाँ सिमेन्ट लगाएर यहाँ घर बनाइएछ है यो भत्किएर यसलाई चाहिँ संरक्षण गरेका रहेछन् यो भत्किएर जान लागेको रहेछ यतातिर कता कता थुप्रै त्यस्ताहरू हेरेको थिएँ यहाँ माथि छ हो मैले नि एउटा भिडियो हेरेको थिएँ त्यहाँनिर पुरै बाँस छिराएर होइन हेर्दै थियो हामी पहिले एकपल्ट यहाँ सरसफाइ कार्यक्रम राखेको थियो हजुर त्यहाँ पनि रहेछ एउटा ठुलो हामीले ढुङ्गा यो कहाँसम्म त यसको अनि बाँस छिराएर हेर्दाखेरि त्यसको भित्रसम्म जान्छ अब यो माथि यहाँ त ढुङ्गा यसरी गाह्रो लाग्छ यो माथि कसरी अड्याएको होला के भित्रैबाट कुनै पिलर उठाएर माथिबाट चाहिँ माटो गरेको छ कि होइन तपाईँको पिलर सिलर जस्तो दिएर ढुङ्गाकै चाहिँ माथिबाट ऊ लगाएर सुरक्षित हुने किसिमले चाहिँ बनाएको छ कि रहस्यमय नै दरबार हो यो वास्तवमा भन्यो दरबार भन्ने चाहिँ माथिको अस्तित्व देखिँदैन त्यति होइन माथि माटो भएको छ माटो यहाँ त खोइ त वरिपरि ढुङ्गा छ फेरि यसको कुनाहरू प्रायः दरबारहरूको कुनाहरू हजुर जहाँ पनि यसरी नै बनाएको छ क्या है अरू ठाउँमा पनि गौडाहरू चाहिँ यसरी नै बनाएको छ यसको कुनाहरू हामी परको भेगदेखि आएको तर अहिले केही देखिँदैन यतातिर हल्का हल्का देखिँदो रहेछ यो केले यो कुहिरो पनि होइन यो चाहिँ एकदम त्यो विश्वको प्रदूषण त होला यो के भन्ने यसलाई कुहिरो त होइन तर सफा छ ढुसिया जस्तो होइन त्यसले गर्दा झ्याप्प भएको छ माथि प्लेनबाट हेर्दाखेरि दुधको बोटुको जस्तो देखिँदैन होइन यहाँ पुरै अहिले सिमेन्ट हालेर अलिकति उगाएको रहेछ त्यति धेरै मसला उगाएर त बनाएको छैन यो माटोलाई एउटा माटोको यहाँको त्यो पुरानो उसलाई अस्तित्व जगाउने सरी गरेको रहेछ काम मात्रै गरेर अब फेरि
पुरै जस्तो जस्तै त्यो सिमेन्टेड गरिदियो भने पनि त्यसको संरचनाको पुरानोको असर रहँदैन नि त। बालनले भने जस्तो त्यो कहाँ धरा हो त्यो त टावर हो भने जस्तो टावर पनि होइन सेतो के सेतो बिल्डिङ के भन्दै अहिले बनाएको हाम्रो केपी बाले बनाएको धरहरालाई अनि त्यो धरहरै होइन नि धरहरा त त्योभन्दा पछाडि भत्केको छ नि त्यो चाहिँ धरहरा चौधन्डीको कुनै ढुङ्गो यहाँनिर छ हाम्रो वडा अफिसहरू स्वास्थ्य चौकीहरू सबै यतातिर छ अहिले त विभिन्न भवनहरू छ विभिन्न सरकारी कार्यालयहरू सरकारी निकायहरू वडा नम्बर 1 चौधन्डी गढी नगरपालिका वडा नम्बर 1 अन्तर्गत पर्छ हो त्यो एकतले गेट अगाडिको चाहिँ हाम्रो स्वास्थ्य चौकी रहेछ ल अब हाम्रो टोलीहरूमा पर छ अहिले पिङ खेल्नु मस्त छ अलिक क्लियर देखिरहेको छैन म त्यहाँ जाँदैछु अब ल यहाँ पिङ खेल्दैछन् त्यहाँ झऱ्यो भने चाहिँ टिप्नको जान्छ है तिमीहरूको ठिक ठिक हल्लाउने ठिक ठिक है धेरै नै ठिक हल्लाएर खेल्ने खेल्दै यो पहिरो गएछ भर्खरै सायद धेरै त होइन तर अलिअलि ओ केटाहरूले नि खेल्नुपर्छ केटीहरूले मात्रै होइन केटा पाले ओ एक अर्कालाई पक्रेर त्यो डेनीले पछाडिबाट पक्रि डन्ठीमा ओइ मुख नचढ है तिमीहरू भयो हेर धेरैजना नबस माथि हेरेको छ माथि यसमा त्यो डबल गर्नुपर्छ। आज हाम्रो शैक्षिक पदयात्रा सकेर अब हामी हाम्रो गन्तव्यतर्फ घरतर्फ जाँदैछौँ। हामी सबै विद्यार्थी भाइ बहिनीहरू अघि हिँड्दैछन् हाम्रो टेक्सर पनि सँगसँगै हिँड्दैछन्। अलि अँध्यारो भएकोले त्यति देखिरहेको छैन ल साथीहरू आजको पदयात्रा अलि लामो र कष्टपूर्ण भए पनि रमाइलो भएको छ विद्यार्थीहरूलाई पनि रमाइलो भएको छ भन्ने लागेको छ धेरैजना खुसी छन् अझै खुसी छ नि होइन टुरदेखि खुसी छ नि खुसी छ ल एकदम अर्को पालि पनि भयो भने अलिकति सहज बाटो रोजेर अब आउँदा चाहिँ आउनुपर्छ ल यो वर्षको अथवा यो पटकको टुर चाहिँ एकदमै सम्झनादायक भएको छ सम्झिन लायकको भएको छ दुःख पनि धेरै पायौँ कष्ट पनि धेरै गऱ्यौँ तेल निक्लिन्जेल उकालो चढ्यो अर्को बाटोमा आउँदैछ यहाँनिर दुईजना पछि आउँदैछ ल यो यहाँनिर मेरो ग्याङहरू आउँदैछन् पछाडि हामीलाई कसले छैन यहाँनिर हामीलाई कसैलाई अलिकति छ्यास जिस्काओस् हुँदैन ग्रुप पकाएर होइन चौधन्डी गढीको ऐतिहासिक दरबारको अवलोकन र निरीक्षण गरेर हामी आइरहेछौँ। आजको हाम्रो पैदल यात्रा सफल रह्यो। बाटोमा अलिअलि हिँड्दाखेरि समस्या पनि भयो। अब हिँड्दाखेरि समस्या त आइ नै हाल्छ त्यो स्वाभाविकै हो अविस्मरणीय पनि हो हाम्रो पैदल यात्रा। सबैजना खुसी छ नि खुसी ल खुसी छैन
खुसी छ ल ह्याप्पी ल दरबार गयौँ अब भोलि चाहिँ स्कुल आइदैन आउनु मात्रै गाह्रो है त्यहाँ आइपुगिसकेपछि त नजाउँ जस्तो लाग्ने नि के फर्किन अहिले नै अहिले त होइन साँच्चै रमाइलो भयो साँच्चै रमाइलो होइन यो त अति रमाइलो भयो एकदम है मजाले हेरियो गरियो खानेकुराहरू खाइयो आनन्दले होइन खानेकुराको तनाव भएन हेल्थको लागि पनि राम्रो पैदल यात्रा पाहाडको बाटो होइन कहिलेकाहीँ हिँड्नु पनि पर्छ यो हाम्रो लागि एउटा अविस्मरणीय क्षण पनि बन्दछ चौधरीगढीको अर्ग्यानिक साग होइन अनि इस्कुस अर्ग्यानिक आलु अर्ग्यानिक त्यहाँ भएको तामाको अचार अर्ग्यानिक टमाटर अर्ग्यानिक सबै अर्ग्यानिक तामा र टमाटर मिसाएर साह्रै राम्रो खाना खाइयो खाना पनि ठिक छ आनन्दले घुमफिर गर्न पाइयो नाचगान गर्न पाइयो यो रमाइलो गर्न आएको हामी रमाइलो भयो अब हामी एकदम यो चौधरीगढीको डाँडा सुइलाको बाटो हुँदै घरतिर लाग्दैछौँ अब हामी भरे 8 बजेसम्म सायद पुग्छौँ होला घरसम्म र हामी आफ्नो गन्तव्यतिर लाग्छौँ सबै ल यहाँ घुम्दा हिँड्दाखेरि कोही पनि विद्यार्थीहरू अनुशासनविहीन भएन टक्क भन्ने बित्तिकै फ्याट मार्ने खालको विद्यार्थीहरू थिए आज एकदम अनि एकदम खुसी लाग्यो ल अलिकति ढिलो आइपुगेकोले घुम्नु चाहिँ अलिकति टाइम कम भयो तर पनि घुमियो त्यति एकदम सबै हेरिहाल्यो हेर्ने कुराहरूमा कुनै कमी गरिएको छैन फोटो खिच्नेदेखि लिएर टिकटक बनाउने कुराहरू सबै भयो अब पोस्ट गर्ने कुराहरू आफ्नो घरमा गएर गर्ने कुरा यो तिमीहरूले तिमीहरूलाई होमवर्क सबैलाई तिमीहरूको आज बिहान उठेदेखिको घर पुगिन्जेलसम्मको यात्रा कस्तो रह्यो तिमीहरूको जिउको अवस्था कस्तो भयो होइन हिँड्दाको कष्टहरू सबै लेखेर ल्याउने आजको दैनिकी जस्तो बनाएर दैनिकी तिमीहरूले बिहानदेखिको अहिलेसम्मको बाटो हिँड्दादेखिको हिँड्दादेखिको र दरबारसम्म घुमेर फर्किलासम्मको है सबै कुराहरू एकदम आजको त्यो दैनिकी तयार गर्ने त्यसमा आफ्नो एउटा इतिहास बन्छ पछिको लागि तिमीहरूले म दरबार गएको कहिले हो भन्ने कुरा एउटा इतिहास बन्छ त्यसैले त्यो तयार गर्ने त्यो तिमीहरूको लागि एउटा प्र्याक्टिकल पनि हो के अरे भक्स र मेरो दुइटै विषयमा यसैलाई आधार मानेर हामी प्र्याक्टिकलको नम्बर दिन्छौँ मलाई फोन गरेर एकैछिन ल